सिराहा जिल्लाबाट यो विभिन्न विद्यालयहरूबाट जुन एसईमा जुन चाहिँ नियन्त्रणमा लिएको मोबाइलहरू आज जिल्ला प्रहरी कार्यालयको परिसरमा यो ड्रममा पानी छ र हाम्रो नेपालीहरूको बुद्धि हुँदैन भन्छ नि, हो जस्तो लाग्छ म त नि। स्कुलमा फोन बोकेर आयो भन्दा पनि है सबै फोन सिज गरेर चाहिँ पानीमा डुबाइदिरहेको छ। अन्त के हो एकपल्टको लागि सम्झाउनु होइन, राम्रोसँगले भनेर छोडिदिँदा भयो त। पानीमा डुबाउने काम के छ? कति दुःख गरेर किनेको होला, कति बाउ आमालाई दङ्ग्याएर, कतिजना त काम आफै गरेर किनेको फोनहरू होला। कस्तो नबुझेको मूर्ख मूर्ख के हाम्रो नेपाली जात त। थुइया भात खाने मान्छेले यस्तो काम गर्दैन नि। अरे कहना क्या चाहते हो? काहीँ नभएको जात्रा हाँडीगोमा भन्छ नि, त्यस्तै हो यो नेपालमा चाहिँ। छ्या के बोले भाइ? अब के बोले? अर्काको सामानहरू तोडफोड गर्दा, अर्कालाई दुःख दिँदा साह्रो खुसी मिल्छ है। यो देशको सिस्टम के हो? हेट के भएको? कुन जमानामा छ हो? कुन जमानामा छ? पागलहरू। शाबाश बेटा।